यो हाम्रो 3 पार्ट हो आजको कार्यक्रम भनेको हाम्रो यही हो कमला यही छ कमलाई हामी चाहिँ एक्चुअली भन्दाखेरि खसी किन्न आएको रोमानियामा पहिलोचोटि हजुर फर्ममा आएर हामीले चाहिँ के भन्दाखेरि भिडियो लिने छानिरहेको छौँ कुन चाहिँ लाग्छ हाम्रो इस्टिमेट गर्दैछ त्यही तरिकाले बनाउँछौँ हजुर एउटा लिइरहेको छौँ थ्याङ्क यू सबैजना आउनुहोस् यही हो हो दाइ के भन्नु छ Asai bine, bun, foarte bine. ओके या Mic, da. ये मी के बिने भाइ दिस इज अ हमर च्यानल हैन तपाईलाई बिरयानी देखाउँछु बक्नु हैन मिनेट थोरै वेट गर्नुपर्छ त्यही हो हैन तपाईहरुलाई म सबै कुरा देखाउने छु छिल्नेदेखि काट्नेदेखि सबै लिएर म देखाउने छु कमल दाइ छोटो मिठो भन्नुपर्दा त्यही हो हामीले चाहिँ पहिलोचोटि नै भनौँ न पहिलोचोटि नै हो पक्का पनि अब हामी रोमानिया आएर धेरै त भएको छैन 1-2 वर्ष भए पनि हामी चाहिँ अब सिटीमा बस्ने भएर गाउँमा आएको थिएँ होइन पहिलोचोटि गाउँमा आएर हामीले खसी किन्ने एउटा योजना बनायौँ त्यसबाट खसी पुरै मतलब भनौँ न फ्रेस खानै भनेर त्यही भएर हामीले गरिरहेको छौँ एउटा फिक्स पनि गरिसक्यौँ हामीले कति पर्छ के पैसा यहाँको खसीमा कति पैसा लाग्छ भन्ने कुराहरू अब हामी देखाउँछौँ अर्को पार्टमा देखाउँछु तपाईलाई यहाँ हेर्नु तपाईलाई यहाँ पुरै फिल्ड देखाउँछु हेर्नु यहाँ फिल्ड छ हैन ल अब अर्को पार्टमा भेट्नु साथीहरु त्यही हो